सक्नुहुन्छ गाउँतिर खाने तरिका। एउटा घरबाट तरकारी लग्ने, एउटा घर खाने, एउटा घरबाट भात लग्ने, एउटा घर खाने। अब मैले नानीको घरबाट तरकारी लगेर गर्छु, खाँदै गर्छु नि, किनकि मलाई खान मन लाग्छ नि त। यो चाउचाउको तरकारी हो नि त, मलाई एकदम फेभरेट हो नि त। अनि त्यही भएर चाहिँ अब धामी धान गोड्न जाने। यहाँ नानी चाहिँ अब मेरो घर गएर आलुको तरकारी खाने अरे के। अनि त्यही भएर हामी खाँदै हिँड्यौँ मिठो भयो नि त। तरकारी बिना नि के मिठो होला हैन। यस्तो मिठो छ, यस्तो मिठो छ, खाने बे आउनुलाई चाउचाउ अन्डाको तरकारी हो यो चाहिँ। हामी चाहिँ खाँदै हिँड्यौँ। यहाँ सबैजना अम्बा खाँदै खाने हेर्न सक्नुहुन्छ। अम्बाको खाने छ क्या सबैजनाले होइन, अम्बा खाँदै होइन। अनि त्यसपछि हामी यस्तै हो कि एक्सचेन्ज गर्दै जाने। जसको घर तरकारी पाके है, उनीहरूको घरमा दाल पाके खायो भने उनीहरू खाने, ऊ खाने। यहाँ भात खाँदै रहेछन्। यो पानी परेर हेर्नु न भत्रगोल भइसक्यो क्या हाम्रो घर चाहिँ होइन। इग्नोर हानिदिनु न। यहाँ आमा छोरा खाँदैछन् नि, कोही झाडु चोला खान्छ। तर ए मासु हो, मासु मासु चिकन 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 खाने चिकन चिकन व्हाट इज दिस चिकन अंडा चाउचाउ मैले यो अंडाको तरकारी लिएर आएँ नि त। अंडा चाउचाउ ल्याएँ नि त। यसलाई खाने अरे खाने त्यति खाने। यसलाई चिन्छौ यसले। अब साथीहरु म चाहिँ भात खान्छु होइन। मैले भात पनि खाँदैन, 4-5 बजिसक्यो, खाँदिन। रुक मिले दिनजिन बोलायो त खा भिडियो बनाउन मार्दिनु फेरि अहिले घाटी बुझ्नु र भिडियो मान्छेले न त्यहाँ